नमस्ते। हामी आफ्नो कर्म गरिरहेका हुन्छौँ तर कहिलेकाहीँ कर्म अनुसारको फल मिल्दैन। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले एकपटक भनेका थिए, फरक नतिजाको आशा गरेर उही कर्मलाई उही तरिकाबाट हजार पटक दोहोऱ्याउनु मूर्खता सिवाय अरू केही हुन सक्दैन। यदि फरक नतिजा ल्याउने हो भने कर्मलाई फरक तरिकाबाट गर्न सक्नुपर्छ। त्यसैले नतिजा बदल्नको लागि काम होइन, कर्म गर्ने तरिकालाई बदल्नुपर्छ। धन्यवाद। नमस्ते। आज म सुबिन भट्टराईद्वारा लिखित उपन्यास प्रिय सुफीको एउटा मन परेको हरफ वाचन गर्दैछु। प्रिय सुफी, सोचे जस्तो केही भएन। के किन गर्छु भन्ने जीवन जवानीमै दम तोड्न थाल्यो। सदाको भैँस बिस्तारामा बिरामी भएर सड्न थाल्यो। उडेर आकाश छोइदिउँला भन्ने उमेरमा धरतीमा उभिनलाई सङ्घर्ष गर्नु पर्यो। मनको बगैँचा नै सुकेपछि रहरका पुतलीहरू पनि बसाइँ सर्दा रहेछन्। भाग्यमा ठुलो भ्वाङ परेपछि सपनाहरू पनि चुहिएर सकिँदा रहेछन्। धन्यवाद। नमस्ते। महाभारतबाट मलाई मन परेको एक अंश यहाँहरूको लागि। एक दिन कर्णले भगवान श्रीकृष्णसँग सोधे, मेरो आमाले मलाई जन्मने बित्तिकै त्यागिन्। क्षेत्रीय नभएको भन्दै गुरु द्रोणाचार्यले मलाई शिक्षा दिन इन्कार गर्नुभयो। मैले के अपराध गरेको थिएँ? द्रौपदीको स्वयंवरमा पनि मलाई अपमान गरियो। मेरो के दोष थियो र? भगवान श्रीकृष्ण मुस्कुराउँदै भन्नुभयो, कर्ण, मेरो जन्म कारागारमा भएको थियो। आफ्नै मामाले मलाई सबैभन्दा ठुलो शत्रु ठानेर जन्मनु अघि नै मार्ने षड्यन्त्र रचेका थिए। जन्मेको पहिलो रातमै म आमा बाबाबाट अलग भएँ। मैले न राम्रो शिक्षा पाएँ, न कुनै महल पाएँ, न त सुख सुविधा नै। गाई चराउँदै र गोबार सोहोर्दै मेरो बाल्यकाल बित्यो। कसलाई कति अन्याय भयो र कसको कति अपमान भयो भन्ने कुराले खासै अर्थ राख्दैन, किनकि जीवनमा हरेक व्यक्तिले कुनै न कुनै रूपमा दुःख, अन्याय र अपमानको सामना गर्नुपर्छ। वास्तवमा जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनौतीलाई कसरी स्वीकार गर्ने र आफ्नो कर्मद्वारा त्यसको सामना कसरी गर्ने भन्ने कुराले वास्तविक अर्थ राख्दछ। धन्यवाद। नमस्ते। भारतीय पूर्व राष्ट्रपति एवं महान वैज्ञानिक साथै दार्शनिक एपिजे अब्दुल कलामले एकपटक आफ्नो पुस्तकमा लेखेका थिए, सपना त्यो होइन जुन तपाईँ निदाउँदा देख्नुहुन्छ, चाहे तपाईँ दिउँसो सुत्नुहोस् या राति सुत्नुहोस्। सपना त त्यो हो जसले तपाईँलाई सुत्न दिँदैन, तपाईँलाई निदाउन दिँदैन। अब तपाईँ आफै विचार गर्नुहोस्, सपना तपाईँ सुतेर देख्नुहुन्छ या तपाईँ जागा भएर सपना देख्नुहुन्छ, त्यो तपाईँको आफ्नै विचार हो, त्यसमा कसैको हस्तक्षेप रहँदैन। धन्यवाद। नमस्ते। आज म बालकृष्ण गजुरेलद्वारा लिखित उपन्यास मन्जरा पढ्दैछु र यहाँ प्रेमको चर्चा गरिएको छ। मलाई मन परेको हरफहरू। साँचो प्रेम गर्नेले प्रेमिकाका सबै असली रूप थाहा हुन्छ, समय अनुसारका विभिन्न स्वरूप थाहा हुन्छ। बोलीको विषय छोडौँ, हिँडाइको चालले मनोभाव थाहा हुन्छ। प्रत्येक श्वासको गतिले अवस्था थाहा हुन्छ, धड्कनले चाहना थाहा हुन्छ, आँखाले भावना थाहा हुन्छ। प्रेममा सबभन्दा भावना बढी बोल्छ। अनि तिमी र यो आकाश उस्तै उस्तै लाग्छ। जब खुल्छ तब बहार ल्याउँछ, जब धम्मिन्छ तब भयावह लाग्छ। जति बुझ्यो बुझ्न त्यति नै बाँकी। तिमीलाई बुझ्ने प्रयासमा सायद मैले आफैलाई बुझ्न थालेको छु। प्रेम सहज हुन्न महोदय, त्याग चाहिन्छ, तपस्या चाहिन्छ, बलिदान चाहिन्छ, कहिलेकाहीँ आँसु चाहिन्छ, कहिलेकाहीँ धैर्य पनि चाहिन्छ र विश्वास चाहिन्छ, सधैँ सधैँ केवल विश्वास। धन्यवाद। विश्वभर सबैभन्दा धेरै बिक्री भएको पुस्तक द लिडर इन यु, अर्थात् तपाईँ पनि लिडर बन्न सक्नुहुन्छ पुस्तकबाट मन परेको एक हरफ, जहाँ पैसा र सम्मानलाई दुवैको आफ्नो आफ्नो महत्त्वको साथ हेरिएको छ र पैसा सबैभन्दा धेरै महत्त्व कि सम्मान विश्वास महत्त्व भनिएको छ। धेरैले पैसालाई सबैभन्दा ठुलो शक्ति ठान्छन्, तर वास्तविक जीवनले सिकाएको सत्य अलि फरक हुन सक्छ। सबैभन्दा ठुलो सम्मान हुन्छ। पैसा कमाउन केही महिना लाग्ला, केही वर्ष वा भाग्यले केही दिन पनि काफी हुन सक्छ, तर सम्मान कमाउन वर्षौंको इमानदारी, चरित्र, त्याग र कर्म चाहिन्छ। पैसा गुम्यो भने फेरि कमाउन सकिएला, तर गुमेको सम्मान र विश्वास फर्काउन कहिलेकाहीँ पुरा जीवन अपुग हुन सक्छ। पैसाले सुविधा किन्छ, सम्मानले विश्वास जित्छ। पैसाले भिड जम्मा गर्न सक्छ, सम्मानले मन जित्न सक्छ। पैसाले ताली बजाउन लगाउँछ भने सम्मानले उभिएर सलाम गर्न सिकाउँछ। एउटा साँचो प्रशंसा
वा सम्मानको शब्दले निराश मानिसभित्र पनि आत्मविश्वास, साहस र नयाँ आशा जगाइदिन्छ भने आज आफूलाई एउटा प्रश्न सोधौँ, तपाईँको नाम सुन्दा मानिसको अनुहारमा मुस्कान आउँछ होला कि बेवास्ता? यदि तपाईँको नाम सुन्दा कोही मान्छेको अनुहारमा मुस्कान आउँछ भने तपाईँले सब थोक कमाइसक्नु भएको छ। अब केही चाहिँदैन। धन्यवाद।